हेलो गाइज, हामी आज मौसमदेखि अब घर निस्किरहेको छौँ। दुर्गेश थापा आउने भनेको 5 घन्टा लगाइसक्यो, अहिलेसम्म पुगेन गाइज। हामीलाई चाहिँ घर जान हतार भइसकेको छ, त्यसैले हामी बाटोतिर छौँ। यो बाटो कहाँको चिन्नुहुन्छ कि नै गाइज भन्नु होला। उता चाहिँ पछाडिको चाहिँ मेरो सोल्टिना हुन्, यी चाहिँ अलि उता साथीहरूले बोयफ्रेन्ड ग्याप ल्याएछन्। म त मास्क लगाएर जान्छु भनेर मास्क लगाएर गएँ कि एकचोटि नि खोलेनन् मास्क होइन। उता पकौडा किनेको 50 रुपियाँ, कति महँगो गाइस। पकौडा खाऊँ भनेको त 50 रुपियाँको 4 पिस मात्र मिले गाइस। अनि हाम्रो चाहिँ उता कलेजतिरको स्कुलको क्यान्टिनमा नि 50 रुपियाँको यति धेरै दिन्थ्यो होइन। त्यो पनि हामी झगडा गर्थ्यौँ होइन, उनीसँग यति दिनुहुन्छ भनेर अनि डिस्काउन्ट हुन्थ्यो। त्यहाँ चाहिँ झगडा गर्नु भएन होइन गाइस। अब हेलो किन छिटै पुगेनन् भन्ने मैले घर जानुपर्ने हो। आज पुलिस चौकी गयौँ भनेर देखाउनु भएन गाइस। हामी चाहिँ यो पछाडि देखिराख्नु भयो होला पुलिस चौकी छ। हामी पुलिस चौकीमा आज आएका छौँ। कसैलाई कम्प्लेन गर्नु थियो, कसैलाई जेल हाल्नु थियो कि गाइस। अब के गर्नु, धनगढीको बाटो पछि भएर आउँछु। धनगढीमा यस्तो चिसो भएको छ गाइस, अब के भन्नु के। फाइनल्ली गाइस हामी चाहिँ ट्राफिक चल्यो भने चोकतिर पुगेका छौँ। अब हामी चाहिँ सिनेमा हलको तर्फबाट लागिरहेका छौँ। अनि सोल्टिन चाहिँ सिनेमा हलतिर जानु पर्यो, मलाई त्यता लग्नु पर्यो भनिरहेको छ। अब उनको इच्छा पनि पुरा गरिदिन्छु गाइस। अनि मैले पनि कहिले देखाएको थिइनँ सिनेमा हल, आज फर्स्ट टाइम देखेपछि म पनि यस्तो हेरेर आउँछु गाइस। बाँकी गयो। फाइनल्ली गाइस हामी एसटिएस सिनेमा हलतिर पुगिरहेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ पछाडितिर एसटिएस सिनेमा हल छ। र भित्र त जान सकिएन, तर बाहिरनिरबाट हामी चाहिँ भ्लग बनाइरहेको छु। हेर्नुहोस् पछाडि। फाइनल्ली हामी मौसमबाट अब लगभग घर पुग्न लाग्यो गाइस। मतलब कति फ्लाइङ किस गरिहालेँ।